हेलो साथीहरु नमस्ते सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा फेरि पनि तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छु। आज चाहिँ म तपाईहरुलाई चाहिँ ग्लोबल आइएमई ब्याङ्कबाट अरु कुनै ब्याङ्कमा अथवा अरु कुनै आफ्नो मान्छेहरु अथवा कुनै पनि मान्छेको अकाउन्ट नम्बरमा चाहिँ कसरी पैसा ट्रान्सफर गर्ने भन्ने बारेमा चाहिँ म तपाईहरुलाई यो भिडियो बनाउन गइरहेको छु। यदि हजुरहरुले पनि आफ्नो मान्छेहरुलाई अथवा अरु कसैको बैंक अकाउन्टमा चाहिँ तपाईले पैसा पठाउन चाहनुहुन्छ भने चाहिँ यो भिडियो तपाईको लागि एकदमै इम्पोर्टेन्ट हुन सक्छ। तपाईले पनि यो भिडियो अन्तिमसम्म हेरेर आफ्नो मान्छेहरुलाई अथवा आफूले चाहेको मान्छेको अकाउन्टमा पैसा पठाउन सक्नुहुनेछ। भिडियो अन्तिमसम्म हेर्नु होला है त। मैले तपाईहरुले अन्तिमसम्म सिकाउने छु। ओके, त्यसको लागि सबैभन्दा पहिला तपाईले चाहिँ ग्लोबल स्मार्ट प्लस एप चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ र तपाईको अकाउन्ट चाहिँ लगइन हुनुपर्ने हुन्छ। त्यसको लागि आफ्नो मोबाइल नम्बर र तपाईले खोल्नु भएको मोबाइल नम्बर र पासपोर्ट यहाँ लगइन गर्नु होला। यहाँ पासपोर्ट र नम्बर लगाइसकेपछि चाहिँ तपाईले चाहिँ यहाँनेरि आफ्नो पासपोर्ट र नम्बर लगाएर चाहिँ यहाँ लगइनमा टच गर्नु होला। लगइनमा टच गरिसकेपछि तपाईको यस्तो खालको इन्टरफेस ओपन हुनेछ र तपाईको यस्तो खालको इन्टरफेस ओपन भइसकेपछि चाहिँ तपाईले चाहिँ यहाँनेरि फाउन्ड ट्रान्सफर भन्ने ठाउँमा चाहिँ तपाईले टच गर्दिनु होला। यहाँनेरि अलिक तल देख्न सक्नुहुनेछ, यहाँ टच गर्दिनु होला र तपाईले चाहिँ ग्लोबल आइएमई टु ग्लोबलमै पठाउन चाहनुहुन्छ भने चाहिँ ग्लोबल ट्रान्सफरमा टच गर्नु होला र यहाँ चाहिँ तपाईले चाहिँ आफ्नो ग्लोबल आइएमई को नम्बर, अकाउन्ट नम्बर अनि तपाईको चाहिँ बेनिफिसियरी नम्बर, उहाँको नाम जब तपाईले चाहिँ अरूको अकाउन्टमा पठाउँदै हुनुहुन्छ भने चाहिँ तपाईले पठाउने मान्छेको नाम अनि यहाँ अनि अकाउन्ट नम्बर यहाँ अनि कति पैसा पठाउने यहाँ यसरी चाहिँ तपाईले चाहिँ पठाउनु होला। यहाँ रिम्याक्स यहाँ चाहिँ तपाईले चाहिँ केमा पठाउने त ओदर्समा पठाउँदा पनि हुन्छ या ट्राभलिङ फुड यसमा जुनसुकै पनि एड गर्दा हुन्छ तपाईले है त। त्यसपछि यदि तपाईले चाहिँ अर्कै ब्याङ्कमा अथवा अर्को ब्याङ्कमा चाहिँ तपाईले पैसा पठाउन चाहनुहुन्छ अथवा एनएमबी ब्याङ्क अथवा एनआईसीएस या जुनसुकै पनि ब्याङ्कमा तपाईले पठाउन चाहनुहुन्छ भने चाहिँ तपाईले चाहिँ फोन पे भन्ने ठाउँमा टच गर्नु होला। फोन पे मा टच गरिसकेपछि चाहिँ यहाँनिर चाहिँ तपाईले चाहिँ बेनिफिसियरी ब्याङ्क नेम भनेर देखाएको छ 1 नम्बरमा, यहाँनिर टच गर्नु होला र तपाईले यहाँनिर देख्न सक्नुहुनेछ कि धेरैवटा ब्याङ्कको चाहिँ यहाँनिर चाहिँ यसरी नामहरु देखाइराखेको छ है त। तपाईको कुन ब्याङ्कमा चाहिँ तपाईले पैसा पठाउन चाहनुहुन्छ त्यो ब्याङ्कको चाहिँ यहाँनिर चाहिँ सबै देखाइराखेको हुन्छ। मैले एनएमबी ब्याङ्कलाई चुज गरे है त। एनएमबी ब्याङ्कलाई चुज गरिसकेपछि चाहिँ यहाँनिर तपाईको बेनिफिसियरी अकाउन्ट नम्बर भनेर मागिरहेको छ। यहाँनिर चाहिँ तपाईले चाहिँ कसको अकाउन्ट नम्बरमा चाहिँ पैसा पठाउने त्यो अकाउन्ट नम्बर चाहिँ यहाँनिर तपाईले चाहिँ टाइप गर्दिनु होला है त। र त्यसपछि चाहिँ यहाँनिर नाम कसको नाममा पठाउने हो त कस नाम के छ त्यो अकाउन्टको यहाँनिर नाम लगाइदिनु होला है त। यसरी नाम लगाइसकेपछि चाहिँ अमाउन्ट कति पठाउने भन्ने चाहिँ यहाँनिर तपाईले गर्दिनु होला। कति पैसा पठाउनुहुन्छ त्यो चाहिँ यहाँनिर तपाईले लगाइदिनु होला र यहाँनिर चाहिँ तपाईले चाहिँ मैले ओदर्समा टच गरिदिए र यसमा चाहिँ तपाईले चाहिँ सेभिङ भनेर टच गरिदिनु होला र यहाँनिर सबमिटमा टच गरिदिनु होला। सबमिटमा टच गरिसकेपछि चाहिँ तपाईको चाहिँ यहाँनिर सबै देखाइरहेछ कि तपाईको अकाउन्ट नम्बर अनि तपाईको चाहिँ यहाँनिर एनएमबी ब्याङ्कमा अनि बेनिफिसियरी सबै डिटेल्सहरु चाहिँ यहाँनिर देखाइरहेछ र चार्ज चाहिँ तपाईको 10 रुपैयाँ लाग्ने छ है त साथीहरु। यहाँनिर तपाईले कन्फर्ममा टच गरि आफ्नो पासपोर्ट लगाइदिनु होला। आफ्नो पासपोर्ट लगाइसकेपछि चाहिँ यहाँनिर चाहिँ पैसा गइसकेको छ। हेर्नुस् त यहाँनिर यसमा डन गरिदिनु होला है त साथीहरु। यसरी नै तपाईले चाहिँ आफ्नो पैसा पठाउन सक्नुहुनेछ साथीहरु है। ओके साथीहरु, भिडियो कस्तो लाग्यो तपाईलाई? यदि तपाईले पनि हेल्पफुल भयो भने चाहिँ लाइक, शेयर, कमेन्ट र तपाईले यदि नयाँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर पनि साथ दिनु होला साथीहरु है त। ओके, थ्यांक यू भेरी मच भिडियो हेरिदिनु भएकोमा।